हेलो गुड मर्निङ आज हामी क्याम्पिङ गइरहेछौँ तीन दिनको लागि। अब हामी प्याकअप गर्छौँ अनि जान्छौँ। ल मान्छे अझै सुतिरह। हेलो ओके लेट्स गेट रेडी नाउ। Good morning. Hello everyone. हामी चाहिँ क्याम्पिङ जाँदैछौँ अनि म 2-3 घन्टा भन्दा सुतेको छुइनँ। तर ऊ चाहिँ अघि उठेर नुहाएछ, म भर्खर उठेछु, मुख पनि धोएको छैन। अनि 9 घन्टा ड्राइभ गर्नुपर्ने छ अनि अब तर म सुतेको 3 घन्टा मात्रै। 5 बजे बल्ल 5 बजे म 2 बजे सुतेको। अब रेडी हुनुपर्छ, मुख धुनुपर्छ अनि 5:30 मा हामी निस्किनुपर्छ यहाँबाट। हामीसँग छ आधा घन्टा। अब छिटो गर्नुपर्छ, कुद्दै गर्नुपर्छ। प्याकअप नै गर्नु अनि हामी धेरै रमाइलो गर्नेछ भन्ने सोचमा हिँडेका छौँ। चाहिँ अब कस्तो हुन्छ, 3 दिनको टुर हो। अब रोडमा क्याम्प साइडमा कस्तो छ क्याम्प साइड पनि थाहा छैन। जस्ट हामीले फोटोहरू मात्रै हेरेको, लोकेसन त्यहाँ पुग्न कति गाह्रो हुन्छ के छ हामीलाई केही पनि थाहा छैन अझै। लेट्स सी कस्तो हुन्छ। हामी सँगै हुनु होला तपाईँहरू सबैजना अनि भिडियो लास्टसम्म हेर्नु होला। हामी धेरै रमाइलो गर्नेवाला छौँ। गाह्रो हुन्छ थाहा छैन। फिङ्गर क्रस। म रेडी भइसकेँ। अब यता हेरौँ है अरू सबैजना के गर्दै हुनुहुन्छ। यता कफी खाँदै कफी खाएर अनि रेडी हुने। अब म रेडी भइसकेँ अनि अब अरू हेरौँ यता के गर्दै हुनुहुन्छ। बुबा अझै सुतिरहनु भएको छ। गुड मर्निङ। रेडी भयो? यता पनि रेडी सबैजना। अनि बच्चे पार्टी यहाँ सुतिरहन अझै उठाएनन्। अनि यता बाथरुममा रेडी हुनुहुँदैन अब? म मेरो अलाइनर ब्रस गरेर आज किनभने मैले 2टा दाम ब्रस गर्नुपर्छ, एउटा यो अनि एउटा यो। ओके छिटो प्याकिङ भइरहेछ यता हाम्रो। हो चियर हालिछ होइन, यता भरि छ हाम्रो। के भयो? रेडी भइसक्यो, सबै प्याक पनि भइसक्यो हाम्रो। कहिले भने पुग्नु भयो तर हाम्रो माछा मार्ने बल्छी नै हराएको छ अनि अटेन पनि। सामान प्याक छ, हामीले हालिसक्यो। अब हामी घरबाट निस्कन्छौँ। यता सबैजना रेडी हुनुहुन्छ। 3टा गाडी जाँदैछौँ। पानी परिरहेछ, पानी परेको छ, धेरै पानी परेको छ। अब चाहिँ हामी निस्किने बेला भइसकेको छ किनभने हामी लास्ट थियौँ, त्यही भएर सटर लाउनु पर्ने थियो। हामीभन्दा अगाडि जानेहरू निस्किसक्नु भयो। पानी परिरहेछ बाहिर, कस्तो धेरै पानी परिरहेछ, त्यही भएर म बाहिर निस्किन पनि सकिनँ। हामी जाँदैछौँ, हामीलाई सेफ चल्ने भन्नु सबैजना। 506 किलोमिटर जानुपर्ने छ हामीलाई। 12 बजे पुग्ने देखाएको छ। हेलो हेलो दिदी, अब जाम। बाई बाई। अब जाउँ। हेलो नेपाली हो नेपाली हो नेपाली हो नेपाली हो। हामी जाँदैछौँ। ठुलो पहाड पनि आउँदैछ। छैन र ठुलो छ, ठिकै छ।
यो साइडमा नर्मली हुस्से लाग्छ उता सिटीतिर भन्दा मजाले यहाँ जङ्गलमा त हुस्सेले खाइरहेछ टन्न लागेछ कति धेरै छ रिभर हो सबै अस्ति न फ्लड भएर यहाँ सबै डुबेको थियो अझै पनि डुबिरहेछ सब हाम्रो खुट्टा तन्काउने ब्रेक भयो सुतेको थिएँ सुतेर उठेँ म एकैछिन यहाँनिर मम्मीहरू हेलो मम्मी कस्तो हुँदैछ ठिक छ एकदम राम्रो छ ठिक छ सामान टन्न छ सरी टन्न छ हाई नानी हाई दिका आन्टी भनेको खोइ हाई भनिदियो हाई छानु रमाइलो हुँदैछ हाई छानु ए बाबु पनि यही हराएको हो भिडमै कस्तो हुँदैछ कडा हुँदैछ ज्यान तन्काउने ब्रेक रे के प्रवेश हात दिनु छ तटी हेलो बुबा थाक्यो ठिक छ हेलो अब निन्द्रा लागेको छ हामी यो पिरो खाएर पिरो भगाउँछौँ एकछिन यो के हो कसलाई थाहा छ कसलाई थाहा छ कसैले हो यो कसलाई थाहा छ भने पूर्वतिरकोलाई थाहा छ राम्रोसँग यतातिर चाहिँ अङ्गुरबारी छ यो चाहिँ अङ्गुरबारी हो हाम्रो राइट साइडमा सबै सुकेर पहेँलो भएको बेला यो मात्रै हरियो हुन्छ यहाँ चाहिँ घन्टा बाँकी छ धेरै पनि लाग्न सक्छ हाम्रो नेटवर्क तान्दैन अब यहाँ नजिकैबाट अनि हामी हराउँछौँ आज जङ्गलमा अनि हामी फेरि पुग्छौँ पनि ठाउँमा म बोलेको सुनेर हाँस्नुहुन्छ तिमीलाई पनि देखाइदिएको छु नि हाई पिन्छु रमाइलो भएको छ हो त्यहाँबाट खानेकुराहरू ल्याउँदै हुनुहुन्छ अहिले बनाएको अनि त टोइलेट हामी यता एउटा पार्क रहेछ यो पार्कमा चाहिँ हेलो हेलो पानी परेर मात्रै हुन त केटाकेटी सब यो पार्कमा खेलिरहेको हुन्थ्यो पानी परिरहेछ बुबा यता हुनुहुन्छ एउटा पार्कमा राखेको छ हामीले खाना खानको लागि छिटो 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 हेलो खाना आयो के छ हामीले खानेकुरा आज बिरयानी चिकन बिरयानी छ अचार छ खासमा बिरयानी छँदै रहेन रहेछ यहाँनिर बिरयानी खासमा बल्ल आउँदै रहेछ बिरयानी बातै उठ्दैछ तातै रहेछ अनि यो बिरयानी बनाउने मान्छे चाहिँ बिरयानी हाम्रो लन्च टाइम भयो बिरयानी हो मिठो बिरयानी अनि काँक्राको अचार आमाको काँक्राको अचार काँक्राको आमाको होइन कि आमाको बिरयानी पार्टी कस्तो हुँदैछ यहाँ बुवाको लागि नुडल्स बनाइँदैछ बल्ल हाम्रो लन्च सक्यो खाना खाइसक्यो अब हामी फेरि हिँड्न थाल्यौँ पानी पर्न थाल्यो फेरि पानी एकछिन रोकिन्छ फेरि पर्छ थाहा छैन हाम्रो क्याम्पिङ गर्ने ठाउँ पनि पर्छ कि पर्दैन पानी पऱ्यो भने हाम्रो के हुन्छ
अलिकति सपिङ गर्छौँ अनि त्यसपछि यहाँबाट चाहिँ निस्कन्छौँ। हेलो हेलो, हामीले सपिङ गरिसक्यौँ। अब यहाँबाट हामीलाई 1 घन्टासम्ममा पुग्छौँ होला अब है। तेल पनि हाल्यौ, गाडीमा पेट्रोल हाल्यौँ। अब उतातिर पाउँदैन, जङ्गल छ गोरे। सो हामीले आजै भोलिको लागि पनि पेट्रोल हालेर निक्लिसक्यौँ यहाँबाट। क्याम्पग्राउन्डै भेटेको छैन। अब के हुन्छ? कन्फ्युज भएर खोजिरहेको छौँ। अब अहिले खासमा गाडीले देखाएको अर्कै थियो, उहाँले यता आऊ यता आऊ भनेर लिएर आउनु भयो। अलुवार ग्लिङर हो भन्दै हामी क्याम्प साइट खोज्दै कुदिरहेछौँ। अझै हामी जङ्गलमा छिरेछौँ भर्खरै। कस्तो राम्रो देखेछ देख्न चाहिँ क्याम्प साइट भेटिँदैन है। भेट्यो भने चाहिँ यो लोकेसन राम्रो लाग्यो, हामीलाई मन पर्यो हो। हामीले अब फाइनल्ली भेटे जस्तो लागेछ। हो कि म्याप हेऱ्यौँ अघि, तर काम छैन। घरको मजाको पेट छोडेर जङ्गलमा आएर बसेर दुःख पाउन आएको के दुःख हुँदैन, मस्ती हुन्छ। अब हेरौँ यो हामीले यो बाटोले चाहिँ हामीलाई हाम्रो क्याम्प ग्राउन्डमै पुऱ्याउँछ होला भन्ने आशा छ। हाम्रो साइड 3टा साइड बुक गरेछौँ। कस्तो रहेछ बुवा? साइड त हुनै रहेछ। हाम्रो यो साइडमा हामीले टेन्ट टाङ्नेछौँ अनि यहाँ आगो बाल्छौँ मिलेछ भने। अनि गाडीहरू यता राखेका छौँ हाम्रो अर्को साइडमा। अब हामी टेन्ट टाङ्न थाल्छौँ। अब टेन्ट टाङ्छौँ। हामी क्याम्प साइडमा आएर अब टेन्टलाई चाहिँ हामी यहाँ फिक्स गरिरहेको छौँ। हामीले एउटै स्पोटमा चाहिँ हामीले 5वटा टेन्टलाई राख्ने विचार गरेको छौँ। हेरौँ कस्तो हुन्छ। ठाउँ त इनफ छ छन् त, तर अब हेरौँ कस्तो हुन्छ। यहाँ कोही यहाँ अघि बबल्स लिएर यहाँ रेडी भइसकिसक्यो, यहाँ बबल्स खेल्ने भन्दै। सेकेन्ड पनि रेडी भयो अलमोस्ट। मैले भनेको चाहिँ यसको डोर उकाउने माथि हैन, यसको नि उगाउने अनि यहाँ बिचमा पकाउने बनाउने कि। भन्नु एक खेप दिने यो त्यस्तो गर्नुपर्छ। अहिले यस्तो गरेर टाइटको काम थाल्यो हैन, लोरे खोज्नुपर्छ। लोरे यो यसो गर्ने के, यसको चाहिँ डोर यसरी ओपन गर्ने, यसको नि ओपन गर्ने। हजुर त्यस्तै भन्नु, अब त्यस्तै गर्नुपर्छ। यो त काम हो, त्यस्तै गर्नुपर्छ। लाल सलाम कमरेड, लाल सलाम। हाम्रो टेन्ट अझै पनि टाङ्ने काम भइरहेछ, सकिएको छैन। हाम्रो एउटा म्याट्रेस छुटेछ अनि हामीलाई अहिले अलिक प्रब्लम भइरहेछ को चाहिँ भुइँमा सुत्ने भन्ने कुराले। यो चाहिँ हाम्रो सानो टेन्ट छ अनि यता छ रुम अनि यता पनि छ। टेन्ट बनाउने काम भइरहेछ। यता हाम्रो खाना पाकिरहेछ, यता के बन्दैछ, तोडकारी बन्दै रहेछ। के बनाएको र? फुलकोपी हो, फुलकोपी आलु अनि
चना भिजिरहेको रहेछ हाम्रो पुरा रेडी हुँदैछ यहाँनिर सबै कुराहरू जेनेरेटर चिया पाक्दैछ यतातिर यता गाडी राख्नलाई एउटा क्याम्प साइट बुक गरेको थियौँ छुट्टै अनि यता छ हाम्रो सानो टेन्ट यो ठुलो ठुलो टेन्टहरूमा यो हाम्रो सानो टेन्ट अनि त्यही पनि हाम्रो खास म्याट्रेस बिर्सेछ एउटा म्याट्रेस चाहिँ अनि त्यही भएर हामी चाहिँ यो स्लिपिङ ब्यागलाई चाहिँ एडजस्ट गरिरहेको छौँ हेलो स्लिपिङ ब्यागलाई म्याट्रेस बनाएर सुत्ने आज ढाड जान्छ मिठो भइरहेछ हेर्दै पानी सरर कोपीमा झोल अनि त्यसपछि यता जहाँ गए पनि हामी नेपाली भनेको चाहिँ भात खान छोड्दैनौँ त्यही भएर राइस कुकर बोकेर जेनेरेटर चलाएर पनि हामी भात पकाएर खान्छौँ ओहो दाउरा आगो बाल्ने हो कति सानो ल्याउनु बुवाले भाज्दै हुनुहुन्छ बुबा बुवा दाउरा भाँच्दै त्यहाँभित्र झ्यासतिर जङ्गल आज हामी क्याम्प फायर गर्ने हो हुन्छ होला बुवा अब ल कहाँ लगेको मलाई राम्रो रिभर रहेछ खासमा यहाँनिर हामीले फिसिङ रड ल्याएनौँ यहाँ लगाइरहेको छन् कतिले फिसिङ रड हो तर हामीले ल्याएनौँ क्या फिसिङ रड नै बोट भनेर चाहिँ यिनीहरूको होला पारेका छन् होला नि यिनीहरूले हालेकै छैन यिनीहरूले हो तर माछा मार्न सही राम्रो ठाउँ रहेछ एकदमै राम्रो रहेछ हाम्रो डिनर टाइम भयो यता बच्चे पार्टी हेलो 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 बच्चे पार्टीहरू पनि यहाँ खाइरहन् यता काउलीको झोल भयो नि मिठो छ बुवा कस्तो हुँदैछ दामी नै भइरहेछ अरे यहाँ ठिक छ नरी कस्तो हुँदैछ यामी यस्तो मिठो देखेको छ तर हल्का जाडो आज झोलसँग चट्टसँगले खाने हो हामी है ल रेडी आउली र काउली ढोडसँग खाने आज ढोड मिठो छ पिरो छ बुवा ए अचार त्यो पिरो हालेछ अनि हामी चाहिँ त्यस्तो मान्छे हौ कि यहाँ चाहिँ मासु राखेर अनि काउली हामी मात्रै त्यस्ता खतरा मान्छे गाडीका भाडा बन्दुक राखेन भने भातै खाँदैन अरे अनि हामी पनि हो त्यहाँ मासु राख्यौँ यता भात खाने काउलीसँग हेर्दै खाँदै तातो भयो त भोक लाएर हो यमी हामीलाई कम्पनी दिनको लागि यस्तो सानो के अरे यो फिस्टे पनि कलरफुल फिस्टे ब्लू कलरको हेर्नु कस्तो राम्रो चरा आएको छ यहाँ सानो हाई फिस्टु हाम्रो आगो बल्यो बल्दैछ मिठो आगो बार्बीक्यू मेसिन भर्खर जोड्दैछौँ हामी यस्ता खतरा मान्छे हो कि पानी परेर लाइट यसरी राख्नु परेछ आगो बलिरहेछ मस्त हेलो हेलो सबैजना हेलो हामी बार्बीक्यू गर्नलाई सबै यहाँ रेडी गर्दै थियौँ पानी पर्यो अनि फेरि प्याकअप गर्यो अनि फेरि एकछिन पानी रहेर
फेरि सुरु गरेका थियौ फेरि के हुँदैछ नारी फेरि सुरु गरेर फेरि पानी पर्न आँट्यो फेरि भाग्ने बेला भइसक्यो पानी पर्न थाल्यो फेरि हामी बार्बिक्यू गर्ने भनेर यहाँनिर आगो सल्काउन आँटेका छन् अनि यो आगोबाट यो आगो सल्काउनु चाहिँ हुँदैन भन्छन् छुट्टै आगो सल्काउनु अरे त्यो आगो यता हाल्नु हुँदैन अरे खै के विष पोइजन हुन्छ भनेर लेखेको छ अरे पोइजनस ट्रिजहरू छ अरे क्या यहाँ पोइजनस ट्रिजहरू छ अरे अब थाहा हुँदैन अरे त्यही भएर नबाल्नु अरे त्यसको एमर्जेन्सी भन्ने कुरो भयो अनि हामी चाहिँ यतातिर बल्ल चाहिँ लाइट बल्यो है अब चाहिँ आगो बाल्ने बल्यो यहाँ आगो बाल्ने प्रयास जारी छ अब यसपछि बार्बिक्यू हामी खानेछौँ उता परेछ ल यसलाई हामी हातले गर्दैछौँ ग्लोभ्स कता परेछ कि परेछ हातमा तेल लगायो भने चाहिँ नुन कति हालेको ठिकै छ होला नि नुन पनि ठिकै होला बेसी उतार्नु आगो गर्दैछौँ उतातिर पनि आगो पनि रेडी भइसकेको छ अब बार्बिक्यूको लागि पानीले लास्टै डिस्टर्ब गरिरहेछ त्यसरी छाता ओढेर चियरहरू सबै भिजेको छ भन्नु आगो चाहिँ बलिरहेछ अझै ठुलो चाहिँ परेको छ नि डिस्टर्ब मात्रै गर्छ है पानीले के रहन्छ अनि फेरि पर्छ एकछिन ओहो कस्तो मिठो देखिएछ चिकन वाउ आगो निभ्यो अनि हामी लघु लघु सकिँदैछ हेलो मजा आइरहेछ ल्याम भन्दा चिकन कस्तो राम्रो देखेछ वाउ यस्तो चाहिँ कमैले गर्छन् होला कि छाता ओढेर बार्बिक्यू पकाएर अनि यसरी खाने वाउ मजा भयो छाता ओढेर पानी परिरहेछ हाम्रो नेक्स्ट लटको मासु पाक्नेछ चिकन अनि यहाँनिर अहिले रेडी भन्न उठेका छन् यी मान्छेहरू चाहिँ एक निन्द्रा पुऱ्याएर आएका हुन् यी मान्छेहरू एक निन्द्रा पुऱ्याएर आएका हुन् खाँदा खाँदै चिप्लाइसकेको छ कस्तो भने रे भुइँमा चिकन बार्बिक्यू भएको त ठिकै छ डर पनि छ कता फालिजान्छ भन्ने पानी परिरहेकै छ छाता ओढिरहेकै छ हामी खाइरहेकै छौँ होला नलान्थ्यो नि त तर फेरि कस्तो रिस्क लिन सकिन के कसैले ती काँदामा मुढा नि ती आगो जरिला भएका मुढाहरू बोकेर अनि त्यहाँबाट लिएर गयौँ फर्केर आएका हामी चाहिँ घरतिर आएका 7 दिन लाग्थ्यो आन्द्रा काली खोला आएर जानलाई हजुर अनि त्यहाँदेखि गाडी बोकाएर फाइनली हामी टेन्टभित्र आइसकेको छौँ पानी परिरहेको छ बिस्तारै गुड नाइट सबैजनालाई बाई बाई सबैजनालाई गुड नाइट हामी वरिपरि छौँ सबैजना गुड नाइट